एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट यो बीबीए बीबीएस दुईटैका लागि एमबीएस मा पनि यही हुन्छ एमबीए मा पनि इन्भेस्टमेन्ट कति नम्बरमा एक्जामका लागि 10 मार्क्स मा चाहिँ आउँछ एउटा क्वेशन हैन। अब यो इन्भेस्टमेन्टका टपिकहरु रिलेटेड टपिकहरु बुझ्नु पर्यो। इन्कमका टपिकहरु इन्भेस्टमेन्टका के हुन्छ भनेर पहिला इन्कमका टपिक बुझ्नु पर्यो। बुझेको भनेको इन्भेस्टमेन्ट इन्कम के हुन्छ भनेर पहिला जान्नु पर्यो। इन्भेस्टमेन्ट इन्कममा नेचुरल रिसोर्स पेमेन्ट भनेर आयो भने नेचुरल रिसोर्स पेमेन्ट भनेर आयो भने नेचुरल रिसोर्सबाट आयो भने अर्को रोयल्टीबाट आयो भने अर्को प्राइभेट पार्टीको इन्ट्रेस्ट अन प्राइभेट पार्टीबाट छ भने त्यस्तै गरेर हाउस रेन्ट सबलेट भनौँ भने मात्रै पर्छ है। हाउस रेन्ट चाहिँ सबलेट भनौँ भने तर अरू एसेट चाहिँ लेट आउट भनौँ भने पनि पर्छ। सबलेट भन्नु पर्दैन, लेट आउट भनौँ भने पनि राख्ने। त्यस्तै गरेर इन्ट्रेस्ट बेनिफिट इम्प्लोइमेन्टमा जसरी राखेको थियौँ नि त्यस्तो खालको आयो भने त इन्ट्रेस्ट बेनिफिट पनि हुन्छ। त्यस्तै गरेर गेन अन सेल्स अफ नन बिजनेस चार्जेबल एसेट्स भनेर लेख्ने। यसलाई हामी भन्छौँ क्यापिटल गेन पनि भन्छौँ। अर्कोमा गेन अन डेप्रिसिएबल एसेट्स भनेर पनि राखौँ। त्यस्तै गरेर रोयल्टीको कुरा भइहाल्यो। INTEREST इन्ट्रेस्ट चाहिँ के को लागि चाहिँ भन्दा कम्पनीको क्वेसनमा चाहिँ कम्पनी छ भने चाहिँ इन्ट्रेस्ट पनि राख्ने नत्र नराख्ने। ल जेनरली यति टपिकहरु चाहिँ याद गरिराख्ने। अब यहाँबाट घट्ने डिडक्टिबल एक्सपेन्सेस चाहिँ के हुन्छ भन्दाखेरि माथि परेका सबै टपिकका इन्कम रिलेटेड एक्सपेन्सेस जति सबै घटाउन पाइन्छ। यसको अलावा डेप्रिसिएसन घटाउनु पर्यो, यसको अलावा रिपेयर्स घटाउनु पर्यो। डेप्रिसिएसन पनि कस्तो खालको घटाउनु पर्यो, एलोएबल। रिपेयर्स पनि कस्तो घटाउनु पर्यो, एलोएबल घटाउनु पर्यो। त्यसपछि कमन रिडक्सनहरु त पाटो सेम हो। अब यहाँ मात्रै के जान्नु पर्यो भन्दा ग्रस अप गर्ने। जस्तै यहाँ कमिसनहरु फीहरु पनि पर्छ। मैले त लेखिदिएको छैन नेचुरल रिसोर्स पेमेन्ट कमिसन फी जति सबै परे। तर मैले यहाँ के मात्रै दिन खोजेको भने जस्तो रेन्टको टपिक छ नि, रेन्टमा चाहिँ फाइनल टिडीएस भनेको एडभान्स टिडीएस कति काटेको हुन्छ त भन्दाखेरि एडभान्स टिडीएस 10% काटेको हुन्छ। त्यही भएर यसलाई चाहिँ 0.9 ले चाहिँ के गर्ने डिभाइड गर्ने। नेट दिएको छ भने के दिएको छ भने अरे नेट। अब त्यस्तै गरेर त्यो भन्दा बाहेक अदर चाहिँ पीएफ लाई चाहिँ 5% हो, डिभिडेन्डलाई पनि कति पर्सेन्ट हो 5% हो। तर त्यो पीएफ र डिभिडेन्ड चाहिँ फाइनल टिडीएस हुन्छ नि त, ग्रस अप गरिराख्नु पर्दैन। त्यही भएर अदर फी नेचुरल रिसोर्स र केहरुलाई चाहिँ रोयल्टीहरुलाई चाहिँ कति काटेको हुन्छ टिडीएस, एडभान्स टिडीएस 15% काटेको भएको भएर यसलाई चाहिँ 0.85 ले डिभाइड गर्ने। के निकाल्नका लागि ग्रस भ्यालु निकाल्नका लागि। बुझेको भनेको 0.85 हो यो 0.85। ल यति पहिला बुझौँ। अनि यहाँनेरि साँच्चै मैले यहाँ लेखिदिइरहेको छु नि क्यापिटल गेन चाहिँ 10% लाग्छ भिन्दै कति पर्सेन्ट लाग्छ अरे 10%। यहाँ नै टपिक थप्न मन लाग्यो भने गेन अन सेल्स अफ ल्यान्ड एन्ड बिल्डिङ भनेको एनबिसीमै पर सेक्युरिटिज। ल के अरे त अर्को एउटा सेक्युरिटिजको क्यापिटल गेन च्याप्टरमा पढ्नु पर्थ्यो कि रेटहरु चाहिँ, तर म हिसाब गर्दा भनिदिन्छु।